ल्याउ न। यहाँ चाहिँ सानोको यहाँ छोराको भुट्की यता आमाले फुटाउनु लागेर के समस्या पर्यो उता छोरा नफुटाउने भनेर रुन थाल्यो त। सानो भुट्की नफुटाउने तिम्रो भुट्की त भरिसक्यो त। भुट्कीको त त्यहाँ त पैसा सकिन्छ लागिसकेको रहेछ। बाइक किन्यो भनेको होइन अनि ल्याउ न। मेरो चाहिँ नफुटाउने है बर्बादला मानेन यार। भुट्की नि फुटाउनु मान्दैन। अनि सेलरोटी पनि किनिदिन्छु नि त। खै भुट्कीमा कति धेरै पैसा लिन्छ। अनि तँ बाइक किन्यो भनेको होइन फुटाउनु मान्दैन। भुट्की किन नफुटाउने सानो। खै के नाम लेखेको ल्याइछ। आम पैसा त बाहिरै निस्किनु आएको रहेछ त। राम 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 पैसा बाहिरै निस्किसकेको रहेछ त सानो। अहिलेसम्म भुट्की त फुटाउनै दिएन छ। मान्छेको बच्चाहरू त खुसी हुनु पर्यो नि त। भुट्की खोल्ने बाइक भुट्की खोलेर बाइक किन्नु पर्छ भनेपछि त भुट्कीबाट चाहिँ पैसा भाग्न आँटिसकेको रहेछ। झन् अब भुट्की फुटाएर बाइक किन्नु रेडवाला बाइक किन्नु भनेको त स्पाइडरम्यान जस्तै उड्ने बाइक नकिन्ने बाइक नकिन्ने यस्तो अनुहार परेको भए पो बाइक चलाउने अनुहार हुनु पर्यो नि त। यस्तो मोबाइलको किरा यस्ता नै हुन्छ। थाहा पाइहाल्यो यार यसले त। तिमीहरू बिचमा नसुत